युनिभर्सले हामीलाई सफरिङ दिनको लागि, हामीहरूलाई दुःख पीडा कष्ट दिनको लागि सिचुएसनहरू दिँदैनन्। हामीहरूलाई ग्रो गर्नको लागि, हामीहरूलाई माथि उठाउनको लागि सिचुएसनहरू दिन्छन्। यदि हामीहरूलाई कुनै खराब सिचुएसन नआउने हो भने हामी सधैँ एउटै ठाउँमा बसिरहन्छौँ। हरेक समय समस्या आउँदा तपाईँ त्यो समस्याबाट आत्तिने, मलाई किन भयो भन्ने भन्दा पनि अब मैले एउटा कदम चलाउनु पर्ने छ भन्ने सोच्नु पर्ने हो। तर हामीहरूको माइन्ड भनेको यसरी प्रोग्राम गरेर राखेको छौँ हामी, समस्या आउने बित्तिकै ओहो हे भगवान् मेरो कर्म फुटेको, मेरो भाग्य फुटेको, होइन, यस्तै यस्तै कुराहरू आउँछन्। यो पनि हामीले बनाएर राखेको हौँ। त्यसकारण यो जुन कुरा म भन्दैछु नि, यसलाई आफ्नो मनको गहिराइमा राख्नुहोस्, यो तरिकाले सोच्नुहोस्। समस्या आउँदा ब्रह्माण्डले तपाईँलाई नयाँ बाटो अपनाउन भनेको छन्, नयाँ तरिकाले सोच्न भनेको छन्।